हेलो गाइस, वेलकम ब्याक टु पेपता भ्लग है। आज चाहिँ हाम्रो कार्यक्रम के हुँदैछ भने होइन, घुमघाम कार्यक्रम हुँदैछ। मेलबर्नबाट सिडनीबाट गोल्ड कोस्ट, सनसाइन कोस्ट, अनि फेरि त्यहाँबाट चाहिँ क्विन्सल्यान्ड होइन। सो अब निक्लिँदैछौँ हामी यहाँबाट। बिहानको 10 बज्न थाल्यो। मौसम यस्तो छ है, हुस्सो लागेको मौसम छ। ट्याक्क जो जिन्जर सबलाई राखेर यहाँभित्र छन् केटाहरू। ल अहिले लाग्यो, के हुन्छ बाटोमा देखाउँदै जाउँ ल। इन्जोय है त गाइज। ल गाइज, हाम्रो टक्क ब्रेकफास्ट खाने टाइम भयो। 2.5 आवरको राइडपछि चाहिँ च्याट्ट हामीले अब गाडीमा यसरी च्याट्ट ब्रेकफास्ट सब इन्तजाम गरेका छौँ होइन। अन्डा ब्रेक टोस्टी ट्याक्क होइन। केटाहरू टक्क अफिसमा टक्क गइरहेछन्, घुमिरहेछन्। यस्तो हो नि त यहाँ। कहाँ छन् खै त हाम्रो गाइजहरू, कहाँ हो ल। ठिकै छ। सो हामीले अब आफ्नो क्याम्पिङ टाइप हिसाबले गरिरहेछौँ कि सबै कुरा अन द वे, जहाँ जे हुन्छ अन द स्पोट सबै कुरा। ट्याक बोर्डिङ फ्रम डब्बो है गाइज। हामी चाहिँ अहिले अब यो एनएसडब्ल्यूको डब्बोमा आइसकेको छौँ। आजको बिहान हाम्रो यहाँ डब्बोबाट भएको छ है। अनि के हो भन्दाखेरि मेन कुरा चाहिँ हाम्रो पछाडि 3टा घोडाहरू हुनुहुन्छ अनि अर्को पप्पी हुनुहुन्छ यहाँ। उहाँलाई मैले भर्खर एउटा बिस्कुट दिएको थिएँ। कस्तो लाग्यो तपाईँलाई बिस्कुट? अनि कस्तो छ यहाँको बसोबास नयाँ डब्बोमा? हामी चाहिँ उता मेलबर्नबाट आएको होइन। राम्रो छ ल, ओके राम्रो छ अरे। सो उहाँले राम्रो छ भनिसक्नु भएको छ। अब हाम्रो कार्यक्रम चाहिँ के भन्दाखेरि यहाँबाट अब नयाँ ठाउँ जानुपर्ने हुन्छ, सनसाइन कोस्ट है। अनि हामीले यहाँ हिजो आएर भेटेको भाइ, हाम्रो तिवारी भाइ चाहिँ उहाँ हुनुहुन्छ। हेलो भाइ, तिमीलाई हामी भेट्न आयौँ हिजो है। रात भेट्न आयौँ, रात हाम्रो भेट। च्यानल टुमा वेलकम है। सो आजको हाम्रो दिनको सुरुवात आउनुभएकोमा टाढाबाट ल धन्यवाद। तिमीलाई पनि धन्यवाद, तिमीले हामीलाई यत्रो इन्तजाम गरेर बोलायो यहाँ होइन। अनि सरसफाइ कार्यक्रम हुँदैछ यहाँ। ल केटाहरू है त, सबैलाई बाई डब्बोलाई बाई भन्दै अब हामी यहाँबाट हाम्रो यात्रा सुरु गर्दैछौँ। हाम्रो गाडी पनि तातिसकेको छ। ल लेट्स गो। सागरले एउटा प्रोफेसनल सर्ट हान्दैछ होइन। सागरले एउटा प्रोफेसनल हो ल, ब्रेकफास्ट टाइम सुरु भयो हाम्रो है। च्याट्ट हिजो चाहिँ अब फेरि एक वेकेन्ड होइन हाम्रो सेफद्वारा बन्दैछ हिजोको जस्तै गरी होइन। केटाहरू त्यहाँ यस्तो रमाइलो हान्दैछन् है। अनि माहौल यस्तो छ, रोडको साइडमा बसेर च्याट्ट गाडी पार्क हानेर हाम्रो किचन जहाँ गयो त्यहाँ किचन चाहिँ बनिहाल्छ क्या, स्ट्यान्ड बाई किचन बनिहाल्छ होइन। किचन बनिसकेको छ। हाम्रो परिकारहरू नेपाली खुकुरीलाई मध्यनजर राख्दै ल। सनसाइन कोस्टमा हाम्रो बिहानको सुरुवात भइसकेको छ। अनि दुईजना केटाहरूलाई यहाँ कम्बरमा मादिरहेको छु मैले चाहिँ होइन। यिनीहरूलाई पनि ट्याक्क घुमाउनु ल्याएर टक्क यो ब्याकग्राउन्डको भ्यूमा चाहिँ च्याट्ट बिहानीको सुरुवात गर्दैछौँ हामी। सनसाइन कोस्टको बिहानको भ्यू हो यो चाहिँ होइन। यो चाहिँ अनि यसो टावर सावर के रहेछ होइन। ओहो बब्बाल। अहिले चाहिँ म कहाँ छु भन्दाखेरि ब्रिस्बेन है। ब्रिस्बेनको यो एउटा बबाल भ्यू पोइन्टमा छु। ओए यहाँ फाइनली हामी सिडनी आइपुग्यो होइन। अहिले सिडनीको हामी एउटा टक्क एयरपोर्ट भ्यूमा छौँ। यस्तो रहेछ है गाइज। के अरे पुरै एयरपोर्ट माथि छ, तल टनल हो होइन। यहाँबाट सर र थियो, यहाँबाट माथि नै प्लेन ल्यान्डिङ र टेकअप भएको रहेछ।
Wait. Sorry, we are in the airport right now. Right now हामी एयरपोर्ट पुग्ने छौँ. हाम्रो माथिबाट प्लेन उडिरहेको हुनसक्छ अहिले. गुडिरहेको हुनसक्छ. हाम्रो कुशल दाइलाई हामीले यहाँ भेटेका छौँ. राइडर यत्रो सानो बाटोमा यत्रो ठुलो गाडी. एयरपोर्ट सक्यो है, एयरपोर्ट भ्याइयो. बितुर दाइ यहाँ पुरै फोनमा हुनुहुन्छ हामीसँग. ल सही हो ल. बबाल ठाउँ है यार. सिडनीमा चाहिँ दामी ठाउँ रहेछ क्या है. आइल्यान्ड ट्याग यो समुद्रहरू यहाँको अलिक एक्स्ट्रा रहेछ क्या. एक्स्ट्रा भनेर त त्यस्तो एक्स्ट्रा होइन तर त्यत्रो रमाइलो क्या बबालै. समुद्रको छाल यहाँ आइछ. वाल समुद्रको छाल. होइन पुरा आर्टै जस्तो छ नि हेर्दै. ल है कति गाई गिटी बालुवा रोडा चाहियो भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला. बबाले है त. यो चाहिँ बबाले आइरहेको है. यहाँ थाल चाहिँ यस्तो दामी आउने चाहिँ होइन गाई. थाल चाहिँ बबाले आउने हो होइन. अस्ति आइकन चाहिँ यहाँ माथि आउला जस्तो बबाले भइरहेको छ. ल सजिलो गर्नु बहुत मजा आउँछ होला क्या है. ल बबाल मजा आएन सही हो. ल हेरौँ बबाल आउने यार. आइदियो नि छाल त. सिडनीको राइड भइरहेको रहेछ होइन. इभिनिङ राइडमा चाहिँ टक्क राइडरहरू चाहिँ टक्क आफ्नो बाइक ल्याएर ट्याक्क सनसेट भ्यू हेर्दै यहाँ रमाइलो हान्दै रहेछन् होइन. सो एक दुईवटा भिडियोहरू हेरिदिउँ न कस्तो कस्तो बाइक रहेछ के रहेछ होइन. हेरिदिउँ रमाइलो गरिदिउँ. यस्तो भिडियो अब जिन्दगीमा मरिलाने के छ होइन. बाइक साइक हेरिदिउँ रमाइलो गरिदिउँ रहिला गरिदिउँ यस्तो नि होइन. ल त्यही हो बाइकहरू. गाइज जस्तो यो बेलुका बेलुकाको राइड पनि हुने रहेछ है. यहाँको खैरेहरूको राइड हो होइन. हार्बर ब्रिज आइपुग्यो ल गाइज है. फाइनली ड्राइभिङ गर्दा गर्दै हार्बर ब्रिज पनि आइपुग्यो. माथि त दुईवटा झन्डा रहेछ. टक्कै एउटा एभर्जिनल है. फोटोमा देख्दा भन्दा के भन्छ कतिजना मरेको नि क्या 125 जना कति मरेको. यो बनाउँदाखेरि होइन यो बनाउँदाखेरि 125 जना जति मरेका छन्. एउटा एक्सिडेन्टमै मरेको.
त्यसमा नि यहाँ त्यो एक्सिडेन्ट भएदेखि यहाँ हो कि वेस्ट गेट हो मलाई बेसी ओपेरा हाउस यता साइडमा होइन यस्तो छ ओपेरा हाउस सिडनीको ओपेरा हाउस ठिक छ ल यहाँ जस्तो फेरि राइड पनि हुन्छ है ट्याक्क ढुङ्गामा चढ्ने टक्क त्यो बोटहरू हेर्ने अनि ओपेरा हाउस ट्याक्क घुम्ने होला क्या है यस्तो हेर्नु मिल्छ भने पनि मन छ भने पनि हेर्न आइहाल्छ है पुरै चाहिँ पोखराको जस्तै पुरै फेरीहरू 4वटा चाहिँ पुरै ल ओ माई गड ओके यसो 2 तला बस पनि देखिँदो रहेछ होस् ल सिडनी चाहिँ रमाइलो रहेछ है 2 तला बस पनि देखिने सही हो त्यस्तै गरे नि त सिटी चाहिँ रमाइलो रहेछ भरे छ टक्क त फेरि होइन फेरि राइड हान्ने भने चाहिँ टक्क यहाँ जाने टक्क जाने फेरि राइड हान्ने अनि त्यहाँबाट च्याट्ट लगाएर समुद्रमा घुम्ने त्यही हो अब यहाँबाट चाहिँ हामी सायद क्यानबेरा जान्छौँ होला क्यानबेराबाट चाहिँ फेरि फर्केर हामी मेलबर्नै जानेछौँ ब्याक टु मेलबर्न सो सी यु अन मेलबर्न गाइज ल गाइज अन्तिम झलक चाहिँ होइन यस्तो छ ल यो हेऱ्यौँ होइन सिडनीको ओपेरा हाउस र हार्बर ब्रिजको चाहिँ अन्तिम झलक यस्तो छ यहाँबाट यस्तो फेरीहरू पनि जाँदो रहेछ ट्याक्क च्याट्ट पाडामा है त यो चाहिँ बोन्डाई बिच हो है लास्ट टाइम यहाँ एकदम फायरिङहरू सुटिङहरू भएको थियो नि त होइन मान्छेहरू मरेको थियो होइन अनि उयो यही ब्रिजबाट चाहिँ होइन यहाँबाट सुटिङ हानेको थियो पुरै गन ल्याएर सो यहाँबाट यता तलतिर भएको मान्छेहरूलाई चाहिँ पुरै त्यसले ताकी ब्याच गन सुट हाने ठाउँ हो यो गाइज है एकदम बियर है यस्तो ठाउँबाट चाहिँ बियर है गाइज ओके यस ठाउँ चाहिँ रमाइलो रहेछ डर चाहिँ हुने क्या ठ्याक्क कसैले आएर गोली ताकिराख्यो कि यहाँबाट होइन गोली ताक्नु सक्छ नि त होइन भन्नु सकिँदैन यहाँ सबको घरमा एकवटा गन हुन्छ यहाँ त अस्ट्रेलिया सिडनीमा चाहिँ होइन सबको घरमा गन हुन्छ क्या थाहा नै हुँदैन कसलाई कसको घरमा के छ भन्ने कुरा यहाँ होइन त्यस्तो त्यही हो सो ल गाइज है त्यही हो है पुल चाहिँ गाइज बोन्डाई बिचको बेलुकाको भ्यू है यो चाहिँ बल छाल आइरहेछ अनि यहाँ यस्तो पर्यटकहरू चाहिँ यहाँ पनि आउँदो रहेछन् हामी जस्तै पर्यटकहरू होइन केटा भेडा होइन त मान्छेहरू भिड त्यो टुप्पा हेर त्यो उता पछाडि यतापट्टि साइडमा गाइस यो चाहिँ क्यानबेरा है क्यानबेराको पार्लियामेन्ट हाउस होइन स्कुलबाट टुरिस्ट दुनियाँ दिवाना भएर झन्डाहरू झुक्ने राखेर हुन्छ कि झन्डाहरू हाम्रो त्यसको झन्डा पनि छ जस्तै